नमस्कार भाइ बहिनीहरु, कक्षा 8 को कम्प्युटर विज्ञान विषयको युनिट 3 पार्ट 2 लिएर म उपस्थित भइसकेको छु। आउनुस् आजको कक्षा सुरु गरौँ। हामीले यो भन्दा अगाडि कम्प्युटरको पुस्ताहरुको बारेमा पढ्दै थियौं र आज हामी पढ्दै छौं कम्प्युटरको पाँचौं पुस्ता अथवा 5th जेनेरेसन अफ कम्प्युटर। 5th जेनेरेसन अफ कम्प्युटर अथवा हामीले अहिले देखिराखेको कम्प्युटरहरु भन्दा पनि अझ एडभान्स कम्प्युटरहरु यसमा पर्दछन्। यसमा विभिन्न किसिमका अल्ट्रा लार्ज स्केल इंटीग्रेशन को प्रयोग गरिएको छ। यसमा VLSI पछि अल्ट्रा लार्ज स्केल इंटीग्रेशन अथवा ULSI भनेर हामी यसलाई भन्ने गर्छौं। त्यस्तै यसमा बायो चिप्सहरुको प्रयोग गरिएको छ। त्यस्तै नेचुरल ल्याङ्ग्वेजहरु यो भन्दा अगाडिका कम्प्युटरहरुमा कम्प्युटर ल्याङ्ग्वेजहरुको प्रयोग गरिएको थियो। यसमा नेचुरल ल्याङ्ग्वेजहरु हामीहरुले बोलेका कुराहरुलाई पनि कम्प्युटरले फर्काउन सक्ने आर्टिफिशियल इन्टेलिजेन्स, जसमा कम्प्युटरले आफै सोचेर बोल्न सक्ने, हामीहरुले भनेका कुराहरुलाई सही एन्सरहरु दिन सक्ने यस्ता खालका फिचरहरु यसमा रहेका छन् र यस्तो खालको कम्प्युटरलाई हामी पाँचौं पुस्ताको कम्प्युटर भनेर भन्ने गर्दछौं। पनि यसमा प्रयोग भएका मुख्य वस्तुहरुमा बायो चिप्स र अल्ट्रा लार्ज स्केल इंटीग्रेशन हो र यसैको मद्दतबाट यो पाँचौं पुस्ताका कम्प्युटरहरु बन्दै रहेका छन्। यो पाँचौं पुस्ताको कम्प्युटरको उदाहरणमा हामी सोफिया भन्ने एउटा रोबोट हो, जुन साउदी अरेबियाले यसलाई आफ्नो देशको नागरिकता समेत दिएको छ। यसले नेपालमा आएको थियो कुनै एउटा मिटिङमा र त्यो मिटिङमा यो सोफियालाई पठाइएको थियो त्यो देशको नागरिक बनाएर प्रतिनिधिको रूपमा, र यसले नेपालीमा राष्ट्रिय गान गाएको पनि थियो। यस्तो खालको र यसलाई विभिन्न किसिमका क्वेशनहरु पत्रकारहरुबाट गरिएको थियो र यसले त्यसका सही एन्सरहरु दिने, उत्तरहरु दिने अथवा प्रतिक्रियाहरु जनाउने कार्यहरु गरेको थियो। यो खालको कम्प्युटरको पुस्ता पाँचौं पुस्ताको कम्प्युटर भनेर हामी भन्ने गर्दछौं अथवा सोफियालाई हामी पाँचौं पुस्ताको कम्प्युटरको रूपमा बताउन सकिन्छ। अब यो पाँचौं पुस्ताका कम्प्युटरहरुमा विभिन्न खालका गुणहरु रहेका छन्। यो पाँचौं पुस्ताका कम्प्युटरमा बायो चिप्स र ग्यालियम आर्सेनाइडको प्रयोग गरिन्छ। त्यस्तै गरी यसमा अल्ट्रा लार्ज स्केल इंटीग्रेशनको प्रयोग भइराखेको हुन्छ। कम्प्युटरमा कुनै प्रोग्राम लेख्नको लागि यो भन्दा अगाडि हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजहरुको प्रयोग गरिन्थ्यो भने यसमा नेचुरल ल्याङ्ग्वेजको प्रयोग गर्ने गरिन्छ। कम्प्युटरहरुले आफै सोच्न सक्ने क्षमता, आर्टिफिशियल इन्टेलिजेन्स जसलाई हामी AI भनेर भन्ने गर्छौं, को विकास यसमा गरिएको छ। यो भन्दा अगाडिका कम्प्युटरहरुमा यो खालको क्षमताको विकास भइसकेको थिएन। पनि यसमा प्यारलल प्रोसेसिङको लागि विशेष कोप्रोसेसर को प्रयोग गर्ने गरिन्छ र प्रोलग नामक कम्प्युटर ल्याङ्ग्वेजको प्रयोग यसमा गर्ने गरिन्छ। यसरी पाँचौं पुस्ताको कम्प्युटरहरु बनिराखेको छन्। यहाँसम्म पाठ हेरिदिनु भएकोमा यहाँहरुलाई धन्यवाद। आगामी पाठहरु हेर्नको लागि भिडियोको तल रहेको सब्स्क्राइब बटनमा क्लिक गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र शेयर गरेर सबै साथीहरुसँग पुर्याउनुहोला। धन्यवाद।